सबैजनालाई नमस्कार। म चाहिँ अहिले यो मार्फामा छु होइन। मार्फाको एउटा सानो भिलेजमा छु। यो भिलेजमा चाहिँ पोर्चुगलको सबै पुरानो इतिहासहरू समेटिएर बनाएको छन्। यहाँको मान्छेहरू किसानहरूले कसरी के सामान युज गर्थे, कसरी बस्थे, के गर्थे भनेर यो बनाउनलाई चाहिँ झन्डै 1945 देखि 1960 सम्मको टाइम लागेको रहेछ होइन। यो बनाउने महान आर्टिस्टको नाम हो जोसेफ फ्राङ्को भन्ने हो होइन। उहाँले चाहिँ यो बनाउनु भएको रहेछ। उहाँ चाहिँ पोर्चुगलको सबैभन्दा प्रसिद्ध आर्टिस्ट पनि हुनुहुँदो रहेछ होइन। उहाँले चाहिँ 1945 देखि 1960 सम्म चाहिँ यो पुरै बनाएर चाहिँ सक्नुभएको रहेछ होइन। यहाँ यो जीवित मूर्तिहरूको एउटा सानो भिलेज भनेर पनि चिनिन्छ। यहाँको मूर्तिहरू सबै चलेको जस्तो, हिँडेको जस्तो मानिन्छ होइन। तर यहाँ चाहिँ यो सबै पुरानो औजारहरूदेखि लिएर किसानले युज गर्ने औजारदेखि लिएर पानी घट्टादेखि लिएर सबै कुराहरू बनेको छ होइन। हावाबाट चल्ने त्यो घट्टाहरू पनि छ होइन। तर यहाँको मूर्तिहरू आफै चलेको जस्तो पनि मानिन्छ। यहाँको मूर्तिहरू जीवितै छन् जस्तो त्यस्तो मानिन्छ हेर्दाखेरि। यो चाहिँ त्यही अनुसारले डिजाइन, त्यही अनुसारले चाहिँ यसलाई चाहिँ डिजाइन दिएर चाहिँ बनाएको रहेछ।